नमस्ते सम्पूर्णमा सर्वप्रथम त गोर्खे सलाम हजुरहरू सबैलाई म रोशन तामाङ रोजगार समाचार 2.5 मा एकपल्ट फेरि न्यानो स्वागत जनाउँदै आजको भिडियो सुरु गर्न गइरहेछु। आजको यस भिडियोमा हामी डिस्कस गर्नेछौँ एनएफआर रेलवे स्पोर्ट्स कोटा रिक्रुटमेन्ट नोटिफिकेसन 2025। नर्थ इस्ट फ्रन्टियर रेलवेले स्पोर्ट्स कोटा 2025-26 को लागि नोटिफिकेसन जारी गरिदिसकेको छ। तपाईले यो नोटिफिकेसन इम्प्लोयमेन्ट न्यूजमा पनि देख्नु सक्नुहुनेछ। टोटल 56 स्पोर्ट्स कोटा भ्याकेन्सीको लागि यो नोटिफिकेसन जारी भएको छ। तपाईले 15 अक्टोबर 2025 सम्म अप्लाई गर्नु सक्नुहुनेछ। इन्डियन सिटिजन मेन एन्ड वुमन यानी कि मेल र फिमेल दुईटै क्यान्डिडेटले अप्लाई गरि सक्नेछ। इम्प्लोयमेन्ट नोटिफिकेसनको नम्बरको कुरा गर्नुपर्दा यहाँ तपाईँले देख्नु सक्नुहुन्छ 3/2025। भन्नुको मतलब जो भी नोटिफिकेसन लिएर आज हामी यहाँ डिस्कस गर्दैछौँ त्यो जेन्युन हो, अथेन्टिक हो। पोस्ट नेम छ तपाईँको स्पोर्ट्स कोटा, टोटल भ्याकेन्सी 56, एज लिमिट मिनिमम 18, म्याक्सिमम तपाईँको 25 साल, पे स्केल तपाईँको लेभल 1 देखि लिएर लेभल 5 सम्म, क्वालिफिकेसन तपाईँको 10वीं पास 12वीं पास र ग्रेजुएट तपाईँ छ, तपाईँले अप्लाई गरि सक्नुहुनेछ। सेलेक्सन प्रोसेस तपाईँको स्पोर्ट्स ट्रायल हुनेछ र इन्टरभ्यू हुनेछ। लास्ट डेट तपाईँको 15 अक्टोबर 2025। हेर्नुहोस् यहाँ तपाईँको रिटन एक्जामिनेसन हुने छैन। भ्याकेन्सीको कुरा गर्नुपर्दा यहाँ तपाईँले देख्न सक्नुहुन्छ पे लेभल र टोटल भ्याकेन्सी कति कति दिएको छ लेभल वाइज। लेभल 5 र 4 को 5 भ्याकेन्सी, लेभल 3 र 2 को 16 भ्याकेन्सी र लेभल 1 को 35 भ्याकेन्सी। यहाँ तपाईँले देख्न सक्नुहुन्छ स्पोर्ट्स कोटा गेम इभेन्ट कुन सा इभेन्टको लागि यो नोटिफिकेसन जारी भएको छ। एथलेटिक, बक्सिङ, साइक्लिङ, आर्चरी, एथलेटिक, बास्केटबल, बक्सिङ, क्रिकेट, भलिबल, वेट लिफ्टिङ, गोल्फ र फुटबल, यी तमाम जति पनि स्पोर्ट्स छ। यदि तपाईँले कुनै पनि इभेन्टमा सर्टिफिकेट्स, चाहे त्यो नेसनल लेभल होस्, इन्टरनेसनल लेभल हो या फिर स्टेट लेभल, तपाईँले पार्टिसिपेसन गर्नुभएको छ, तपाईँकोमा सर्टिफिकेट छ, भ्यालिड सर्टिफिकेट, तपाईँले अप्लाई गर्नु सक्नुहुनेछ। एज लिमिटको कुरा गर्नुपर्दा मिनिमम 18 साल, म्याक्सिमम 25 साल। एज रिल्याक्सेसन यहाँ दिएको छैन, ध्यान दिनु होला यो चिजलाई। स्यालेरीको कुरा गर्नुपर्दा यहाँ तपाईँले देख्न सक्नुहुन्छ लेभल 5 र 4 को लागि ग्रेड पे 2800 र 2400 को हिसाबले जो तपाईँको स्यालेरी बन्छ। लेभल 3 र 2 को लागि ग्रेड पे 2000 र 1900 को हिसाबले जो भी तपाईँको स्यालेरी बन्छ र लेभल 1 को ग्रेड पे 1800 को हिसाबले जो भी तपाईँको स्यालेरी बन्छ एज पर 7 CPC को हिसाबले तपाईँले पाउनु हुनेछ। एलिजिबिलिटी क्राइटेरियाको कुरा गर्नुपर्दा पे लेभल र क्वालिफिकेसन तपाईँको के हुनु पर्यो। लेभल 5 र 4 को लागि ब्याचलर डिग्री, ग्रेजुएट तपाईँले कुनै पनि डिसिप्लिनमा गर्नुभएको छ या फिर इक्विभ्यालेन्ट तपाईँले कुनै पनि डिप्लोमा गर्नुभएको छ, तपाईँले अप्लाई गरि सक्नेछ। लेभल 3 र 2 को लागि म्याट्रिकुलेसन 12वीं पास या फिर तपाईँले इक्विभ्यालेन्ट कोही भी डिप्लोमा गर्नुभएको छ, तपाईँले अप्लाई गर्नु सक्नुहुन्छ। लेभल 1 को लागि म्याट्रिकुलेसन तपाईँले पास गरेको हुनु पर्यो, ITI तपाईँले गरेको हुनु पर्यो र इक्विभ्यालेन्ट तपाईँले नेसनल एप्रेन्टिससिप सर्टिफिकेट NAC तपाईँले गरेको छ, तपाईँले पनि अप्लाई गर्नु सक्नुहुनेछ। सेलेक्सन प्रोसेसको कुरा गर्नुपर्दा तपाईँको ट्रायल अफ स्पोर्ट्स पर्फर्मेन्स यानी कि जुनै पनि इभेन्टको लागि तपाईँले अप्लाई गर्नुभएको छ, त्यो इभेन्टको तपाईँको ट्रायल हुनेछ। त्यसको बादमा तपाईँको इन्टरभ्यू हुनेछ र तपाईँको स्पोर्ट्स अचिभमेन्ट र एजुकेसन क्वालिफिकेसनको असेसमेन्ट हुनेछ। एप्लिकेसन फीको कुरा गर्नुपर्दा 500 रुपियाँ जनरल OBC क्याटेगोरीले दिनुपर्नेछ, 250 रुपियाँ SC ST एक्सर्समेन्ट, वुमन क्यान्डिडेट, माइनोरिटी र इकोनोमिकली ब्याकवर्ड क्लासेस क्यान्डिडेटले दिनुपर्नेछ। फी तपाईँले अनलाइन पे गर्नुपर्नेछ। यही महत्त्वपूर्ण लिङ्कको कुरा गर्नुपर्दा डिटेल नोटिफिकेसन र अनलाइन अप्लाई लिङ्क तपाईँले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। इम्पोर्टेन्ट डेटको कुरा गर्नुपर्दा जो नोटिफिकेसन छ त्यो 15 सेप्टेम्बर 2025 मा रिलिज भएको थियो। अनलाइन अप्लाई सुरु तपाईँको 16 सेप्टेम्बर 2025 देखि सुरु भएको थियो, जो लास्ट डेट छ तपाईँको 15 अक्टोबर 2025। हाउ टु अप्लाई, यदि तपाईँ एलिजिबल हुनुहुन्छ र आफै अप्लाई गर्न चाहनुहुन्छ भने केही स्टेप्स तपाईँले फलो गर्नु पर्नेछ। सर्वप्रथम त तपाईँले NFR रिक्रुटमेन्ट पोर्टल नर्थ इस्ट फ्रन्टियर रेलवेको जो पोर्टल छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ वेब एड्रेस, यो वेब एड्रेसमा तपाईँले भिजिट गर्नुपर्नेछ। तपाईँको सुविधा र समयको बचतको लागि अनलाइन अप्लाई लिङ्क तपाईँले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। 16 सेप्टेम्बरबाट सुरु भइसकेको छ अनलाइन अप्लाई गर्नेको जो प्रोसेस, तपाईँले अप्लाई गर्नु सक्नुहुनेछ। जो भी क्यान्डिडेट अप्लाई गर्न चाहनुहुन्छ सर्वप्रथम त तपाईँले OTR वान टाइम रेजिस्ट्रेसनको प्रोसेस कम्प्लिट गर्नुपर्नेछ। ध्यान दिनुहोस्, OTR तपाईँले जब गर्नुहुन्छ तपाईँको इमेल ID र मोबाइल नम्बर तपाईँले भ्यालिड फिल गर्नुपर्नेछ। त्यसको बादमा जो ID र पासवर्ड जेनेरेट हुन्छ त्यो तपाईँको इमेल र फोनमा जेनेरेट हुन्छ। त्यही ID र पासवर्ड लिएर तपाईँले फर्दर एप्लिकेसन फर्म भर्नु सक्नुहुनेछ। एप्लिकेसन फर्म भर्दा जो भी डिटेल मागेको हुन्छ त्यो तपाईँले सही भर्नु पर्नेछ। जो तपाईँकोमा छैन तपाईँले नभर्दा केही फरक पर्दैन। म्यान्डेटरी फिल्ड भर्नुहोस्, एडिसनल फिल्ड नभर्दा पनि केही जरुरी छैन। त्यसको बादमा केही डकुमेन्ट तपाईँले स्क्यान गरेर अपलोड गर्नुपर्नेछ, जस्तै रिसेन्ट पासपोर्ट साइज फोटोग्राफ, सिग्नेचर, अदर रेलिभेन्ट डकुमेन्ट जस्तै तपाईँको एजुकेसन रिलेटेड सर्टिफिकेट्स, तपाईँको स्पोर्ट्स अचिभमेन्ट रिलेटेड सर्टिफिकेट्स, कास्ट रिलेटेड सर्टिफिकेट जो भी छ सही फाइल फर्मेटमा तपाईँले अपलोड गर्नुपर्नेछ।
र फाइनली तपाईले जो एप्लिकेसन फर्म भर्नुभएको छ फी पेमेन्ट गरिसकेपछि तपाईले त्यसलाई सबमिट गर्नु सक्नुहुनेछ। त्यसले आफ्नो भरेको जो एप्लिकेसन फर्म छ त्यो 15 अक्टोबर 2025 बेलुकाको 11:59 सम्म सबमिट गर्नु सक्नुहुनेछ। त यो थियो एनएफआर रेलवे स्पोर्ट्स कोटा रिक्रुटमेन्ट नोटिफिकेसन 2025 सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू। यदि तपाईलाई डिटेलमा अझै जानकारी चाहिन्छ भने नोटिफिकेसन डाउनलोड गरेर तपाईले त्यसलाई पढ्नु सक्नुहुनेछ। यदि तपाईलाई आजको भिडियो इन्फर्मेटिभ लाग्यो, राम्रो लाग्यो भने भिडियोलाई लाइक, शेयर र जो च्यानल छ त्यसलाई सब्स्क्राइब पक्का गरिदिनु होला। नेक्स्ट भिडियोमा अर्को नयाँ सरकारी नौकरी सम्बन्धी म नोटिफिकेसन लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय हिन्द, जय गोर्खा।